पसिना ननिस्किएको जिन्दगी होइन, पसिना काडेको जिन्दगी बाँच्नुहोस्। हात पाउ खियाएको हिँडेको जिन्दगी बाँच्नुहोस्, चलेको जिन्दगी बाँच्नुहोस्। त्यसकारण योगले ती कुराहरू सिकाउँछ। यदि हामी हाम्रो आचरणमा यम नियममा ध्यान दिँदैनौँ भने हुँदैन। त्यसकारण हामीले सरकारले अहिले मात्रै होइन, म प्रधानमन्त्री हुने बित्तिकै मैले निरोगी नेपाल भन्ने नारा दिएँ। निरोगी नेपालभित्र यसको नीतिभित्र के पर्छ भने मानिसलाई रोगी हुन नदिने, नेपाललाई निरोगी बनाउने। पहिलो कुरा आरोग्यता, निरोगी नेपाल। बिमारी हुनै नदिने। कसरी? खाना, काम, आराम, यसको सन्तुलन, सबै चिज स्वस्थ। यससँगै मनको स्वस्थता, मनको पवित्रता। यससँगै हामी सामाजिक प्राणी हौँ। समाजले निर्धारण गरेका चिजहरू योगले सिकाउनु पर्दछ। योग गुरुहरूलाई म आग्रह गर्न चाहन्छु, सिकाउनु पर्दछ। ब्रह्मचर्य भनिएको छ उसमा, यम नियम यिनीहरूमा। तर ब्रह्मचर्य भनेको तपाईँका शारीरिक आवश्यकता पुरै नगर्नुहोस् भनेको होइन, स्थितिमा बस्नुहोस् भनेको, नियममा बस्नुहोस् भनेको।